हेलो एभ्रिवान, नमस्ते, गुड मर्निङ, जय मसी, सेवारो जोजोलोपा। आज सुनौलो दिन तपाईँहरूको माझ मैले जोक्स लिएर आएको छु। अनि एकजना साथीले भन्नुभयो, अनि त्यो इन्डिपेन्डेन्स अफ डिक्लेरेसन चाहिँ कहिले भएको हो भनेर चाहिँ सोधेको रहेछ खासै चाहिँ। तर उहाँले भन्नुभयो इन्डिपेन्डेन्ट डेकोरेसन चाहिँ कहिले भएको थियो भन्नुभयो। अनि म अलमलमा परेँ। इन्डिपेन्डेन्स डेकोरेसन त अब सिटिजनको क्वेसनमा त छैन। बरु एउटा चाहिँ याद आयो, बरु चर्च चाहिँ डेकोरेसन गरेको याद आयो। चर्च डेकोरेसन गरेको चाहिँ हाम्रो लोक गुरुङ लोक सुब्बाले चर्च डेकोरेसन गर्नुभएको थियो। अनि मैले भने चर्च डेकोरेसन गरेको चाहिँ थाहा छ, इन्डिपेन्डेन्स अफ डेकोरेसन चाहिँ अब थाहा छैन। त्यो चाहिँ क्रिसमसको दिनमा डिसेम्बर 25 तारिक चर्च डेकोरेसन गरेको थियो। उहाँ डेकोरेसन गर्ने व्यक्ति चाहिँ लोक सुब्बा हुनुहुन्थ्यो, साथी हुनुहुन्थ्यो भनेर चाहिँ मैले भन्थेँ। अनि भरे बुझ्दै लाँदाखेरि त इन्डिपेन्डेन्स अफ डिक्लेरेसन भनेर भनेको रहेछ। उसले चाहिँ अब इन्डिपेन्डेन्स अफ डेकोरेसन भनेर भनेको हुनाले म कन्फ्युज भएँ। अनि यस्तो जोक्सहरू धेरै छन् मसँग। अनि तपाईँहरूको माझ म जोक्सहरू कमेडीहरू हाल्ने नै छु। यो सुरुवात हो, सानो सानो कमेडीहरू क्लिप्सहरू म तपाईँहरूको माझ अहिले हालेर अनि पछि अलिकति बढाउँदै जानेछु। हस् त, सबैलाई धन्यवाद सुनिदिनु भएकोमा। थ्याङ्क यू।